यसपल्ट महाधिवेशनमा छलफल हुँदैन, शिक्षाको सम्बन्धमा खासै छलफल हुँदैन। मेरो उद्घाटन मन्तव्यमा जति आउँछ कुरा त्यति हो, त्यसमा पनि छलफल हुँदैन। मैले एकतर्फी महाधिवेशनलाई सम्बोधन गर्ने हो, त्यो निर्देशनात्मक सम्बोधन हुन्छ, त्यसमा छलफल हुन भ्याउँदैन। किनभने भ्यायो भने फेरि महाधिवेशन 5 दिन 7 दिन हुन थाल्छ, त्यो हामी धान्न सक्दैनौँ, त्यस्तो हुँदैन। फेरि अहिलेको अवस्थामा जहाँ आन्दोलन गर्नुपर्ने छ, जहाँ विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने छ, त्यति बेला हामी यो सब सुविस्तासँग गर्न नीति निर्माण पछि गरौँला, त्यसको कार्यान्वयन पनि पछि गरौँला। अहिले मुख्य काम हो यति बेला विघटित प्रतिनिधि सभाको पुनर्स्थापना। राष्ट्रिय राजनीतिको केन्द्रभागमा राष्ट्रिय राजनीतिको चुरो कुरा यही हो। उपलब्धि हासिल गर्नुपर्ने तिनीहरू छ, प्रयास गर्नुपर्ने बिन्दु त्यही हो। त्यसकारण हामी अहिले त्यसमा जोड दिन्छौँ। महाधिवेशनले यसपल्ट अस्ति विधान महाधिवेशनले तत्सम्बन्धमा छलफल गरेकै छ र बाँकी यसपल्ट चाहिँ नेतृत्व चयनको कुरा हुन्छ। नेतृत्व चयनको सम्बन्धमा तपाईँहरूले सुन्नुभएकै छ, पार्टीमा पुनर्गठन चाहियो भनेर एक थरी साथीहरू धेरै कराएको हुनाले, अनुशासनहीन ढङ्गले उपद्रव मचाएको हुनाले 1 वर्ष पछि गरे हुने महाधिवेशनलाई मैले 1 वर्ष अगाडि नै सारेको छु। ठिक छ, पुनर्गठन गरौँ त महाधिवेशनमा। काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। को काम गरेका छ छैन कार्यकर्ताले देखाएको छ, को अड्या छ छैन, को लड्या छ छैन, को काम गरेका छ छैन कार्यकर्ताले देखाएको छ। कार्यकर्ताले फैसला गर्छ। यो र्याई दिनरातको मिडियामा गएर कहीँ गरेको छ, उता गएर र्याई गरेको छ, उता युट्युबमा गयो र्याई गरेको छ, टेलिभिजनमा गयो र्याई गरेको छ, एउटा पत्रिका भनेको छ र्याई गरेको छ। यो र्याई यो साँझतिर ज्याउगिरीले ज्याउ गर्छ, त्योभन्दा बढ्ता र्याई गरेर यति बेर गर्नुपर्ने पुनर्स्थापनाका लागि प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने। केपी ओली राजीनामा दिए, केपी ओली राजीनामा दिए, केपी ओली राजीनामा दिए, यो आज मात्रै भने हो र। अब एउटा कुरा साथीहरूले मलाई सुझाव दिनुभयो, के अध्यक्ष अलिकति लचिलो हुँदाखेरि पो हुन्थ्यो कि, अलिक नरम भए पो हुन्थ्यो कि, अलिकति छाती फराकिलो भए पो हुन्थ्यो कि। साथीहरूले सुझाव दिनुभएको छ। अहिले एकदम राम्रो, मेरो छाती यत्रो देखिन्छ। अब मेरो छाती चाहिँ देख्दाखेरि यत्रो छ नि, नाप्दा चाहिँ नि काफी ठुलो छ। 77 सालमा मलाई पार्टीबाट निष्कासन गर्ने साथीहरू निष्कासनै गरे हो नि त, ती साथीहरूलाई ल्याएर मैले उपाध्यक्ष राखेर पार्टी अगाडि बढाएको। उपाध्यक्ष बनाएपछि के भयो भन्दाखेरि उनीहरूले कराते सराते सिक्ने